चन्द्रगिरीसम्म पुग्न तपाईले यो बस रुट फलो गर्न सक्नुहुन्छ। त्यसपछि तपाईले यहाँ उत्रेर लेफ्टपट्टि 20 मिनेट जति हिँड्नुपर्ने हुनेछ। यस ठाउँलाई चन्द्रगिरी चेक पोइन्ट पनि भनिने गरिन्छ। म्याप्सलाई फलो गर्दै हामी एन्ट्री पोइन्टसम्म पुग्न सक्नेछौँ। केबल कारसम्म जाने यहाँ सर्टकट बाटो पनि दिएको रहेछ। त्यही बाटो अघि बढ्दै गयो। अब म टिकट काउन्टरसम्म आइपुगिसकेको छु। यस दिन मेरो बर्थडे परेको हुनाले कुनै चार्ज नलाग्ने भनिएको थियो। यो अफर अहिलेको लागि 31 अगस्त 2025 सम्म भ्यालिड रहेछ। यसको लागि तपाईले नागरिकता वा अन्य कुनै प्रमाण देखाउनु पर्ने हुनेछ। केबल कार चढ्ने दौरानमा म र एउटा परिवार सँगै परेका थियौँ। उहाँहरू पनि एउटै गाउँको हुनुहुँदो रहेछ। काठमाडौँमा रिसेन्ट एयर पोल्युसन राम्ररी भ्यू देखिएको थिएन। यो अगाडि देखिएको ठाडे उकालो बाटो चाहिँ हामी हाइकिङ गर्दाखेरि जाने बाटो हो। लगभग 10 मिनट पछि हामी टप स्टेसनमा आइपुग्छौँ। म चाहिँ आइसकेँ चन्द्रगिरी टपमा। अघिको म सब भोइस ओभर हालिदिन्छु किनभने मलाई बोल्न अकवर्ड है। र यहाँ म माथिपट्टि आउँदैछु केबल कार टप क्याम्प भन्दा। म्याक्सिमम चाहिँ इन्डियन छन् 80% जति, बाँकी 20% नै हामी पर्छौँ। जिप लाइन भयो। यहाँ चाहिँ तालचामा मार्करले विस लेखेर चाहिँ लक गरिदिने रहेछन्। चाहिँ चिताएको कुरा पुरा हुन्छ भन्ने विश्वास रहेछ। डिस्क्रिप्सनमा पढ्न सक्नुहुन्छ।
जस्तो भइरहेछ बिजोग रमाइलो चाहिँ यस घुम्न आउनेहरूले टुरिस्टहरूले पछाडि किन्डर गार्डन रहेछ वाल क्लाइम्बिङ चाहिँ कस्तो हुने रहेछ एक्चुअली गर्न मन लाग्छ हामीलाई वाल क्लाइम्बिङ फ्री फल आइए देखते हैं मजा आएगा फ्री फल नि खास चाहिँ त रहन्छ है म त बन्जिए टाइप फिलिङ आउने होला भनेको छैन त्यस्तो हर्स सोल्टीहरू हर्स राइडिङको लागि वाल क्लाइम्बिङ नि यहीँ पछाडि हुने रहेछ हो यो चाहिँ मजा हुन्छ है वाल क्लाइम्बिङ चाहिँ हो फ्री फल भन्दा वाल क्लाइम्बिङ मजा हुन्छ यो भन्दा नि स्काई वाक गर्नु रमाइलो होइन र भने तर खै हेरी हुन्छ and there he is ready to go lovely यहाँबाट चितलाङ पनि जानु मिल्ने रहेछ गइदिउँ कि के हो भनेको यो चाहिँ म चितलाङ जाने बाटोतिर झरेँ अब कति टाढा चाहिँ हेर्नु हेरौँ कतिसम्म गइन्छ यो बाटो चाहिँ म एक्लै नै हिँडिरहेको छु हेरौँ जहाँसम्म मन लाग्छ त्यहाँसम्म जान्छु खाजा खाँदै त्यसपछि फर्किन्छु अन्त किराहरू लास्टै आउनु थाले म त फर्क्यौँ जस्तो लागिसक्यो किराहरू लास्टै आउने म अब फर्किन्छु होला जाँदैन मलाई त्यस्तो किरा देखेर जानु मन लागेन मलाई तर वाइल्डै डर लाग्दो खाले छ यहाँबाट चितलाङ जानलाई चाहिँ रमाइलै हुने रहेछ तर कति डिस्टेन्स कहाँ हो केही थाहा भएन माथि हेर्नुपर्ने रहेछ हिँड भए बेला तर खतरा हुन्छ जे होस् हाइक गऱ्यो भने यहाँ आएर चितलाङसम्म टाइम पनि मजाले पाइहालिन्छ धुलो नभए त यहीँ बस्नु मिल्ने रहेछ यस्तो सुनसान कोही छैन यताबाट चाहिँ गाडी जाने बाटो यताबाट हामी गएको बाटो उक्लिँदाखेरि चाहिँ स्यास्या हुन्छ तर मजा आउँछ पसिना आएपछि म चाहिँ माथि फर्किँदैछु किरा म चाहिँ माथि फर्किँदैछु कति किलोमिटर लेखा छैन कहाँ हो त्यो त्यही भएर यहाँ फर्किनु पनि पर्छ एक्जिट पास पनि छ यहाँबाट केबल कारको भ्यू हेर्न सक्नुहुन्छ मैले आफ्नो बर्थडे चाहिँ यसरी मनाएँ अनि बर्थडेमा चाहिँ चन्द्रगिरीमा अहिलेको लागि चाहिँ डिस्काउन्ट हुन्छ डिस्काउन्ट हुँदैन फ्री पास हुन्छ जुन चाहिँ सर्च गरेर नि हेरेको थिएँ थाहा पनि थियो मलाई सर्च गर्दा चाहिँ एउटा पोस्टमा सायद अगस्त 31 2025 सम्मलाई चाहिँ यो अफर भ्यालिड हुन्छ होला अनि त्यही आउनुहोस् इन्जोय गर्नुहोस् नत्र टिकटको पनि टु वेको सायद 700-800 त्यस्तै होला
नेपाली सिटिजनको। तर यहाँ आउनु डरमर्दो चाहिँ हुन्छ है, यस्तो कराएर हुन्छ, पातहरू हल्लिएर हुन्छ। एक्लै नै आएको राम्रो सकेसम्म। यहाँ चाहिँ विस लिस्टहरू पढौँ। कोरीमा जाने सपना छिटो पुरा होस्, सबैका मनका कुरा पुरा होस्। लोकसेवा पास, ऋषि सिलवाल, नीलभ साग। यो मेरो काम होइन है केटा हो। बलिरामला बिन्दु, भिसा अप्रुभल, अस्ट्रेलियाको भिसा। मलाई लोकसेवामा पास गराइदिउन्, मेरो छोराको चाँडै बिहे होस्। मेरै बाउले लेखाउनुपर्छ। मस्त जोक मारा रे, ये हंस रहे हल्का हंस। Another one, लोकसेवा। म एससी एक्जाममा पास हुँ भगवान्। तलको जम्मै हाइकिङ रुट हो। टिन्न हुने केबल कार चढेपछि टिन्न भएर आइरहेको